स्कटल्यान्डमा जारी आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत एक दिवसीय श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार अपराह्न पाउने 4 बजेदेखि डुन्डीमा सुरु हुनेछ। नेपालले यस श्रृङ्खलामा स्कटल्यान्डसँग दोस्रो खेल खेल्न लागेको हो। यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक एवं कीर्तिमानी जित हासिल गरेको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। नेपाल जितकै लय निरन्तरता दिने लक्ष्यमा रहेको छ। नेपाल स्कटल्यान्डसँग सन् 2023 देखि भएको 5 वटै खेलमा अपराजित रहेको छ। 4 खेल जित्दा 1 खेल नतिजाविहीन छ। यस श्रृङ्खला अघि पछिल्लो पटक सन् 2024 अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग 2 श्रृङ्खला नेपालले स्कटल्यान्डसँग पहिलो खेल जित्दा अर्को खेल वर्षाले नतिजाविहीन भएको थियो। त्यसअघि नेपालले सन् 2023 फेब्रुअरीमा कीर्तिपुरमा भएको दुवै खेलमा स्कटल्यान्डलाई हराएको थियो। त्यसबेला नेपालले 2 विकेट र 3 विकेटको अन्तरले जित निकालेको थियो। गत सोमबारको सहित नेपाल र स्कटल्यान्ड बीच हालसम्म ओडिआईमा भएको 9 खेलमध्ये 5 नेपालले जितेको छ भने स्कटल्यान्डले 3 खेल जित्दा 1 नतिजाविहीन रहेको छ। पछिल्लो पटक सन् 2022 को डिसेम्बरमा नामिबियामा भएको दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्यान्डले नेपाललाई हराउन सकेको छैन। यस श्रृङ्खलामा 2 खेलमा जित निकालेपछि अङ्क तालिकामा नेपालको हाल 14 खेलमा 10 अङ्क सहित 7औं स्थानमा रहेको छ।